यो चाहिँ हामीले कलमी गरेको कति हप्ता 10 दिन भयो होला। बिस्तारै आउनेको मजाको आउँछ। यो यस्तो राख्दैखेरि यो दुईटा आँखा भएन नि, एउटा आँखा राखेर बनाउनु पर्छ। यहाँको परसर मजाले आउँदैछ। अनि पछि चाहिँ छाटेर यो यति सबै फ्यालिदिएर यो एउटा राखेर अनि यसलाई नि सिधा गरेर त्यो एउटा रड जस्तो हुन्छ घुसानी, त्यो रड राखेर घुसाएर सिधा बनाएर लानुपर्छ। अहिले चाहिँ सबै बाङ्गो टिङ्गो भएर आउँछ। अनि यो मुनि चाहिँ अझै यो काँडाकै हो, यो चाहिँ फ्यालेको नि भयो मुनिको। यस्तोहरू यतापट्टि थोरै छ अनि अरू चाहिँ सबै रुखहरू छ यता। यो चाहिँ हामीले पछि फल बेच्ने भनेर लगाएको हो। आउँदैछ यो रेडियाङ भन्ने जातिको सबभन्दा मिठो र ठुलो हुने। यत्रो हुन्छ, एउटा खायो भने नि आउँछ। अनि मिठो पनि मिठो हुन्छ यो रेडियाङ भन्ने प्रजातिको। अनि यो चाहिँ छन्याङ भन्छ। यो चाहिँ नेपालको के जस्तो हुन्छ भने जामिर के भन्छ हो त्यस्तै हुन्छ। यो चाहिँ जुस खानालाई मिठो काटेर खाँदाखेरि। अनि यो ठुलो बोटोको चाहिँ त्यो नेपालको सुन्तला जस्तो हुन्छ, रेसा धेर भएको तर खासै मिठो चाहिँ हुँदैन। अनि यहाँ यता चाहिँ लेमन छ, लेमन हो यो, यसरी तन्काएर राखेछ। अनि यो हाल्लाबुङ भन्ने चाहिँ ठिकै मिठै हुन्छ, तर यसको के भन्छ चाकमा चाहिँ त्यो चुम्रीको जस्तो हुन्छ कि हेर्दाखेरि अलिक एक्स्ट्रा पाराको हुन्छ। यो बच्चैदेखिको यस्तो यो पछाडिको भाट यो चुम्रीको जस्तो हुन्छ यस्तो। अहिले त खासै चुम्रिएको छैन कि के हो चाकमा, यहाँ अलि छ जस्तो छ। अहिलेदेखि नि यसरी यो चाकमा चाहिँ पछि कस्तो यस्तो पाराको भएर आउँछ।